छौ मेरो मिनी भ्लगमा। अनि मैले तपाईहरुलाई भनेकै थिएँ अनि अहिले मैले तपाईहरुलाई स्टोरी पनि हालेको छु टिकटकमा हैन। मेरो जहिले शुक्रबार र शनिबार फ्राइडे एन्ड सटरडे मेरो साथीहरु जहिले भ्लग आउने छ। अनि त्यसरी नै आज पनि म तपाईहरुको माझमा आइसकेको छु। कस्तो हुन्छ होला सन्चै हुन्छ होला भन्दै आशा गर्दै यो भ्लगलाई म अगाडि बढाउने छु साथीहरु। अनि आज चाहिँ छ हाम्रो ठुलो मम्मीको घरमा सराद। अनि आज चाहिँ हाम्रो ठुलो मम्मीको घरमा सराद पूजा थियो हैन। अनि त्यही कारणले गर्दा फेरि अब माथि सबैजना हुन्छ, सबैजना हात बटाउँदै हुन्छ। अनि माथिको छलफल माथिको अब के हेर्नु पर्यो हैन साथीहरु। माथि जानु पर्यो, माथि गएर हेर्नु पर्यो कक्कले के गर्दै हुनुहुन्छ। लेट्स गो साथीहरु। दिदी के गर्दै हुनुहुन्छ तपाईँ चाहिँ? हाम्रो दिदी चाहिँ पूजा गर्दै हुन्छ। आज धेरै खुसी हुन्छ हाम्रो दिदी पनि। अनि साथीहरु अनि आज चाहिँ सराद थियो हैन। अब सरादमा माथि सबैजनाले रोटी बनाउँदै हुन्छ, कोही भात बनाउँदै हुनुहुन्छ। अनि त्यसै गरी आज चाहिँ मेरो स्पेशल डे के हो भन्दा आज फ्राइडे साथीहरु मेरो स्पेशल डे के हो भन्दा नि कसरी भन्नु साथीहरु, आज त्यो हो साथीहरु। म सिधै भनिदिन्छु है। आज चाहिँ साथीहरु मेरो रिजल्ट RVSC रिजल्ट साथीहरु आज चाहिँ थियो मेरो रिजल्ट हैन। थियो हैन आज चाहिँ हुनेवाला छ मेरो रिजल्ट। अनि आज शुक्रबारको दिन हो नि त साथीहरु। स्पेशल गरी आज शुक्रबारको दिन हाम्रो जहिले रिजल्ट हुन्छ प्राय जसो। जहिले ढिलो अन्त रिजल्ट यो पालि चाहिँ छिटो आयो किनकि सेकेन्ड टर्मको रिजल्ट साथीहरु हाम्रो त बाहिरको मान्छे चेक गर्ने रहेछ। अनि अब फर्स्ट टर्मको एक्जाममा साथीहरु सुन्नु है ध्यान दिएर, फर्स्ट टर्मको एक्जाममा भएको थिएँ म थर्ड साथीहरु। फर्स्ट टर्मको एक्जाममा भएको थिएँ म थर्ड। अब यो पालिको एक्जाम चाहिँ हैन अब यस्तो यो पालि डान्सले पनि मलाई डुबायो। एक्जाम पनि राम्रो भएन, डान्सले नै गर्दा डुबायो हैन मलाई। अब त्यसैले साथीहरु अब यो सेकेन्ड टर्मको एक्जाम चाहिँ मेरो बिग्रियो तर फेलले चाहिँ भएन साथीहरु। सबैमा पास चाहिँ भए तर म्याथको चाहिँ मेरो बिग्रेछ। अरुको चाहिँ थाहा भएन किनकि साथीहरु म 2 दिन स्कुल गएन डान्सले नै गर्दा फेरि। अनि 2 दिन त सबैवटा सब्जेक्टको चेक गराइदिसक्नु भएछ, 2 बाँकी रहेछ। म भन्छु ल। अनि सामाजिकमा मेरो 50 मा 49 आयो, त्यो त अब राम्रै हो हैन। अब साइन्समा मेरो कति आयो भन्दा नि 50 मा 40 आयो। अब त्यो पनि अलि राम्रो भनौँ न। तर म्याथको चाहिँ साथीहरु गोलखाडी गयो। जुन चाहिँ राम्रो हुन्छ भनेर मैले आश गरे त्यही चाहिँ बिग्रियो साइन्सको चाहिँ म्याथको चाहिँ। अनि जुन चाहिँ राम्रो हुँदैन भनेर आश गर्यो त्यही चाहिँ राम्रो भइदिरहेको हुन्छ क्या साथीहरु। उल्टो छ कहानी नै के सुनाउनु तपाईहरुलाई। अब यस्तै हो। अब आज चाहिँ रिजल्ट हेर्न जाने दिन हो कि साथीहरु। अब आज चाहिँ रिजल्ट हेर्न दिन जाने हो। अब को जानुहुन्छ त्यो पनि थाहा छैन रिजल्ट हेर्नु। म त जादिन, म त साथीहरु रिजल्ट हेर्नु जादिन है अहिले नै भनिदिएको छु। किनकि म उता गएँ भने म सपना टिचरको हातदेखि फेरि खान्छु। हाम्रो टिचर हो के साथीहरु। अनि मान्नुहुन्छ फेरि एक्जाम बिग्रियो भने। बाइ द वे नो टेन्सन साथीहरु, यो पालि त बिग्रिहाल्यो केही छैन। अब यो पालि बिग्रियो भन्दैमा अब अर्को पालि पनि बिगार्ने त होइन। अर्को पालि अझै मेहनत गर्नुपर्छ हैन साथीहरु। अर्को पालि चाहिँ म जसरी भए पनि फर्स्ट सेकेन्ड थर्ड एउटा हुन्छु र ट्राई पनि गर्छु साथीहरु। कहिले पनि मुनि नहट्नु, ट्राई गर्नुपर्छ है साथीहरु तपाईहरुले पनि है। सबैजनाले अहिलेसम्म मेरो सब्स्क्राइब गरिदिनु भएको छैन गरिदिहाल्नु। अब साथीहरु नुहाउनु पर्छ अब साथीहरु यस्तै हो हैन। अब यस्तै नै हुन्छ। अब म नुहाउँछु साथीहरु, नुहाउन जान्छु। अनि तपाईहरुलाई नुहाउनै गरेर भेट्छु ल। नुहाइसकेर तपाईहरुलाई फेरि भेट्ने छु, चिन्ता नगर्नु होला साथीहरु। नुहाउन गएको हो फेरि गएको चाहिँ होइन के नुहाउन गएको साथीहरु। अनि साथीहरु एकदमै फ्रेस पनि भइसकेको छु म हैन। म तपाईहरुलाई भनेको थिएँ म नुहाएर आउँछु भनेर। अनि कस्तो मतलब अब टोयलेट भित्र गएर नुहाउँदा त अँध्यारो भएर पनि होला कि मतलब त्यहाँ कस्तो जाडो भयो क्या। अनि बाहिर आएको त साथीहरु घामले मारो। घाम पनि आज कार्तिक लागेको हो कि होइन थाहा पनि छैन साथीहरु। यस्तो घाम आइरहेको छ नि के भन्नुहुन्छ। अनि साथीहरु माथि चाहिँ हुँदैछ सराद। अनि सराद हेर्न जाम त। अनि साथीहरु माथि चाहिँ सराद हुँदैछ कि। अनि म भर्खर नुहाएको नि त। अनि भर्खर नुहाएर माथि गएकै छैन सराद हेर्नु। साथीहरु लेट्स गो।
आफ्ना पेट हो अनि साथीहरु तपाईले देखि नै हाल्नु भयो होला हैन अफकोर्स तपाईले देखि नै हाल्नु भयो होला माथि सराद हुँदै छ अनि सराद हुँदै थियो अनि साथीहरु अनि आज चाहिँ अब रिजल्ट अहिले कति बज्यो एकछिनले साथी अहिले बजेछ ट्याक्कै 10 बजेर 2 मिनेट अब हामी 10:30 तिर 10:30 नै छ 10:30 देखि 1 बजेसम्म हाम्रो रिजल्ट हेर्ने टाइम हुन्छ अनि अमना दिदी पनि आउनुहुन्छ अरे साथीहरु अमना दिदीले मलाई मान्छ त्यो रिजल्ट राम्रो भएन भने कुर्छु भन्नुभएको छ अब साथीहरु यहाँ यो चाहिँ हाम्रो बाको iPhone 17 Pro Max This one is an iPhone 17 Pro Max अनि यसमा चाहिँ म अब अमना दिदीलाई फोन गर्न आँटेको यो चाहिँ आइफोन को क्यामेरा यो चाहिँ आइफोन को साथीहरु तीन दुईवटा क्यामेरा हुने भन्ने हुँदैन नि त म तपाईहरुलाई सबै देखाउँछु यो चाहिँ हो बुवा अब एकछिन साथीहरु यहाँ फोन गर्नुपर्छ कि अमना दिदीलाई फोन गरेर बोलाउनु पर्छ नि त कति ढिलो आउनुहुन्छ अमना दिदी नै यत्रो वेटिङ गरेर बस्दा आफू यहाँ नुहाइ पनि सके अमना दिदी कति लाग्यो अमना ए साथीहरु मेसेन्जरमा त उयो नै हुन रहेछ अमना दिदीले चाहिँ मलाई मार्नुहुन्छ अमना AMANA Amuna मगर के मगर साथीहरु खोइ बोल्नु नि हुन्न तपाईहरु त जाऊंगी दिल्ली बोल क्या लेगी रे साथीहरु यहाँ खोइ त जाऊ दिल्ली बोल क्या लेगी रे अमला दिदी तपाईं कतिखेर आउनुहुन्छ कोही त केही भन्नु पनि हुन्न जाऊ दिल्ली बोल क्या लेगी कस्तो यो ओए कोही त फोनै गर्नु मिल्दैन रहेछ साथीहरु फोनै गर्नु मिले पाउनुला एकचोटी मेसेज मिल्दो रहेछ जाऊ दिल्ली बोल क्या लेगी रे हेलो अमना दिदी हेलो नमस्ते दिदी नमस्ते अनि के हैन तपाई कतिखेर आउनुहुन्छ यता म भरे अब एकैचोटी म बनाउने बेला मात्र आउँछु होला के बना म त्यस्तो कुरा नगर्नु दिदी 10 त बजिसक्यो साढे काम पर्यो के यता भ्याउदिन होला त्यति छिटो आउन कति बजे आउनुहुन्छ त 1 बजेतिर मात्र भ्याउँछु 1 बजे त हाम्रो रिजल्ट सिट दिने टाइम हो त्यही भएर त ल आज खाने कि भोलि मोमो चाहिँ कहिले बनाएर खाने आज आउने भरे बेलुका बनाउनु पर्छ ए ल त्यसो भए डन ल बाइ साथीहरु खुसीको ठेगानै छैन अब अमना दिदी मेरो रिजल्ट हेर्न नआए पनि साथीहरु आज राति हामी बनाएर खाने मोमोज के बनाएर खाने साथीहरु मोमोको त अब भ्लग हाल्नु पाउँदिन होला किनकि रातिसम्म अब बनाउँदै ओर्दा हाल्न पाउँछु कि पाउँदिन आई डोन्ट नो बट साथीहरु अब अमना दिदी पनि 1 बजे आउनुहुन्छ अरे अनि म जान्छु घरको छलफल हेर्नु साथीहरु घरको छलफल हेर्नु जानुपर्छ घरको छलफल बोल दिल्ली बोल क्या लेगी रे उई रोसी यो साथीहरु एला नि यो पानी बनाएर होला कि कन्याउने बनाइदिनु भन्ने के भन्ने गर्छ हौ साथीहरु
यो साथीहरू जतिखेर के अब मलाई देख्ने बित्तिकै यस्तो आँखा हेर्छ अनि मलाई यस्तो भन्छ बनाइदिन्छ कि भनेर आश गर्छ कि अनि यसरी मुनि ढल्किन्छ अनि म आउँछु कराउनु त्यसलाई बनाइदिनु पर्छ क्या साथीहरू ल अनि साथीहरू एउटा कुरा चाहिँ भन्नु बिर्सेँ यतापट्टि हाम्रो यो घर यो घर छ नि यो घरमा हाम्रो मान्छे खस्नु भएको छ कि बुढी हजुरआमा यही घरमा यही घर हो साथीहरू कस्तो उयो भइरहेको छ क्या मतलब अब त्यही घर हो हुन त अनि साथीहरू यहाँ चाहिँ छ हाम्रो घर अनि हाम्रो घरमा चाहिँ के हुँदैछ हाम्रो घरमा साथीहरू यहाँ के हुँदैछ त ल यो चाहिँ हो मेरो घर साथीहरू काठको घर यो चाहिँ हो मेरो रियल घर ओए त कति वर्ष पुगिस् त्यति भन् 7 त कति वर्ष पुगिस् म 8 यो के गरेको तिमीहरूले के देखिन त अलि खेल्छस् त कति बडा पुगिस् म यहाँ आएर मैले खेल्नु हुन्छ के फेल्न भेट्छ मुला ले तँ कसले खेल्नु दियो भन् छिटो तैँले कसलाई सोधे खेलिस् त्यो तँले किन भन्नु ओए साथीहरू यत्रो उमेर ओए यिनीहरूको उमेरमा पनि साथीहरू हामी गोटी खेल्थ्यौँ मलाई त ढुङ्गाको उयो हुँदैन तिर्की जुटमा हेर्नु तिर्की जुटमा हेर्नु कति मजाले के जुट अरे के जुट ट्रेन एकका ट्रेन छ तेरो नि म तेरो आज रिजल्ट चाहिँ तेरो आज सुन तेरो आज रिजल्ट चाहिँ म हेर्छु कि नराम कसले भन्नु मुला रिजल्ट तेरो आज म रिजल्ट हेर्छु कि त नराम्रो भेट्यो भने ओए त कति वर्ष पुगिस् भन् त छिटो म 8 7 भन्ने न मुला तँलाई कसले सिकायो तास खेल्नु यसले नि हैन खेलाको हो त तास तँ चाहिँ कहिले पुगिस् तेरो 15 वर्ष पुग्छ अनि तास खेल्छस् रुबल कति वर्ष हो तास खेल्छस् खेल्छु दामी रिजल्ट नराम्रो आउँछ त्यता रिजल्ट नराम्रो आउँछ यसको त म साथीहरू आजकलका साथीहरू बच्चाबुच्चीहरू के भएको साथीहरू आजकलका बच्चाबुच्चीहरू के भएको कुनै आम्मामा तास खेल्छन् यिनीहरूको पालामा त हामी स्कुल पढ्न जान्थ्यौँ अब त्यसको रिजल्ट के भन्छ साथीहरू मेरै रिजल्ट नराम्रो आउँछ होला रिजल्टको पनि साथीहरू टेन्सन छ आफूलाई टेन्सन ल साथीहरू घरको छलफल पनि हेरेर आइसक्यौँ हामी घरको छलफल फेरि हामी माथि जान्छौँ अब साथीहरू यतिखेर हो हाम्रो भात खाने टाइम ल जाउँ माथि साथीहरू माथि जाउँ अब यो फेरि हेर्नु है साथीहरू यसलाई फेरि हेर्नु ल उहाँहरू साथी यसरी ढल्किन्छ क्या यो यसरी लम्पसा यो साथी यसरी मैले यसलाई यस्तो गर्दिनँ आइरहेको छु भने यो यसरी ढल्छ कुची हात दिएको यसरी खिलाइदिनुपर्छ कि हेर्नु साथीहरू यसको पारा हेर्नु त लु कुची लु उहाँ अर्को पनि छ साथीहरू उहाँ अर्को पनि छ है ऊ आइज त बुकको यो चाहिँ अर्को होइन आइज ऊ यो चाहिँ हो माउ यो चाहिँ हो छोरी चाहिँ धेरै बदमास छ होइन यो धेरै बदमास ढोकर ढोक पर्छ त साथीहरू यो धेरै चुलबुले छ कि यहाँ सोझो बनाएको छ दिदीलाई भिडियो बनाइ सोझो हुनु पर्यो भनेर सोझो हुन्छस् यहाँ पनि भिडियोमा पनि त्यस्तै गर छिटो ल बाई हामी पनि बाई अब साथीहरू भात खान जानुपर्छ है लु भात खाएपछि तपाईँलाई भेट्छु है म साथीहरू अब भात खाएपछि भेट्छु तर म साथीहरू आज रिजल्ट हेर्नु चाहिँ जाँदिनँ मम्मी जानुहुन्छ रिजल्ट हेर्नु माइ गड आफ्नो मुटु ढुकढुक भइरहेको छ यार अब साथीहरू म रिजल्ट हेर्नु अहिले सीमा जान्छु होइन जान्न नि भात खान्छ नि भात खाएर तपाईँलाई भेट्छु अनि रिजल्ट पनि देखाउने छु साथीहरू तपाईँहरू कहाँ जानुभएको मम्मी कहाँ जानुभएको अरे रिजल्ट हेर्नु ल जानु साथीहरू के
भन्नु साथीहरु तपाईलाई के भन्नु रिजल्ट लिन जानु भएको अरे मम्मी साथीहरु मम्मी रिजल्ट हेर्न जाँदै हुन्छ मेरो मुटु यो मुटु भित्र चिसो भइरहेको छु के साथीहरु मैले भात पनि खाइसके भात खाएर टन्न अगाइ पनि सुवाएको छु हैन अनि मम्मी चाहिँ रिजल्ट हेर्न जाने अरे आफू यहाँ डरले मुक्त आँटिसक्यो बट नो प्रब्लम अब हेरौँ अब भाग्यले कस्तो देखाउँछ त त्यस्तै हेर्नुपर्छ साथीहरु अनि साथीहरु अनि साथीहरु अब चाहिँ नि अब म साथीहरु अब म दोकान जान्छु हैन मैले तपाईलाई भनिसक्थे अब म दोकान जान्छु रिजुदीको दोकान अब दोकानमा गएर चलफल हेर्नुपर्छ कस्तो छ दोकानको पनि हैन अब दोकानमा पनि के गर्दै हुन्छ म दोकानमा जान्छु अनि दोकानमा पनि गएर हेर्छु साथीहरु अब जम्ला दोकान जम्ला साथीहरु ठुलो अमला सोचेको छु अनि साथीहरु मैले ठुलो अमला सोधेर आएको न ठुलो पनि दोकान जाँदा हुन्छ भने ठुलो अमला नि ओके भन्छौँ भन्छ सुन म यो कपाल कोर्छु है साथीहरु कस्तो भएको छ क्या कपालले त बिग्रेर वाउ दिदीको सामानहरु हेरौँ न कस्तो राम्रो राम्रो यो मेन त यो साथीहरु म यहाँ काइयो खोज्दै थिएँ काइयो थियो काइयो काइयो लेट्स कम आवर हेयर साथीहरु हाम्रो कपाल कोरौँ त लु अब कपाल कोरौँ ल कपाल कोर्नु पर्छ है अब कपाल तपाईं पनि आफ्नो कपाल कोरिहाल्नु साथीहरु म जाँदैछु दोकान अब म साथीहरु दोकान जाँदैछु रुसी कुटी म गएको ल बाइ यो फेरि को हेर्नु न यसलाई ल आमा आज मौसम कस्तो राम्रो भएको ओइ म त साथीहरु यो त कस्तो टाइट हौ लाउनै नसकिने मरे लु सकिन अनि साथीहरु यहाँ त उयो रहेछ यहाँ घर बनाउँदै हुँदो रहेछ अब मलाई त थाहा नै थिएन नि त हैन साथीहरु अब मलाई थाहा नै थिएन अहिले भर्खरै थाहा पाएको लु चप्पल पनि फेरि कति राम्रो राम्रो छ साथीहरु चप्पल यो चाहिँ हो हाम्रो ठुलो मम्मीको घर ठुलो मम्मीको घरलाई बाइ भन्ने बेला आइसक्यो कस्तो घाम के आज त आम्मा के भएको घामले घाम धेरै छ साथीहरु त तपाईहरुको घरतिर घाम छ कि छैन हाम्रो त घामै घाम बोल्नु पनि लाज लाग्छ दोकानमा मसँग पैसा थियो कि साथीहरु मसँग पैसा छ म अघि टिका लाको पैसा थियो कि म टिका लाको तपाईहरुलाई देखाउनै पाइन यो किन्छु ल दोकानमा आउनु नि आन्टी 5 रुपैयाँ किन्छु 5 रुपैयाँ राख्छु दोकानमा आउनु नि आन्टी दोकान आउनु नि आन्टी मलाई 5 को के दिनु भन्दा नि उयो दिन न 5 को नि मलाई यो के भन्छ रे यो दिन न 5 को यो के भन्छ रे हजुर मलाई भन्ने आउँदैन के आन्टी मलाई खास चाहिँ अच्छा नाच्नु छोडिस् अनि को म नाच्नु छैन नि छोडेको नाच्छु नि हौ आन्टी छैन नि छोडेको नाच्छु अतै त छोड्नु हुँदैन याहो हजुर भ्लग बनाएको टिकटक हैन हाई भन्नु अङ्कल ला किन र कस्तो म साथीहरु ह्याङ भएर राम्ररी चल्दैन क्या जुम भएछ जुम सुनेली रातमा यहाँ छ कस्तो घाम भएको यार आज
कार्तिक लागेको हो कि होइन साथीहरू थाहा नै पाउँदिनँ हौ कार्तिक नै लागेको हो त यो साथीहरू उफ कस्तो घाम भएको यार आज त हाम्रो काकाहरूको घर यही हो है साथीहरू तपाईँ अहिलेसम्म थाहा दिनु भएको थिएन भने हाम्रो काकाहरूको घर यही हो है एकछिन ल यो हाम्रो काकाहरूको घर कस्तो दाँत उयो भयो ल साथीहरू म तपाईँलाई एकैचोटि भेट्ने छु ठुलो मम्मीको दोकानमा बाई तपाईँलाई म साथीहरू एकैचोटि ठुलो मम्मीको दोकानमा भेट्छु ल बाई अनि साथीहरू म यहाँ हाइवेमा आइसकेको छु कि हाइवेमा यहाँ त साथीहरू हाइवे हो नि त अनि यसमा त साथीहरू रोड क्रस गर्नुपर्छ कस्तो फेरि मलाई त यस्तो रिस उठिरहेको छ नि साथीहरू यस्तो घाम लागिरहेको छ त्यो माथि अनुहारमै आइरहेको छ कि कस्तो भइरहेछ नि म अघि रिभेस थाहा उता जाँदै हुन्छ साथीहरू कस्तो घाम भएको कि म त मरेँ है साथीहरू मरेँ तपाईँलाई एकैचोटि दोकानमा भेट्छु भनेको भ्लग बनाउनु मन लाग्यो कि अनि यो चाहिँ हो साथीहरू हाम्रो सडकको हाइवे तपाईँले मैले भन्नुहुन्थ्यो नि तिम्रो घर कहाँ भने मेरो घर उयो पिपलको बोर्ड थिएँ सिधा जानु अनि यता जानु अनि त्यहीँ पुगिहालिन्छ साथीहरू पुगिहालिन्छ मैले अघि हजुरमाला किनेको थिएँ कि हजुरमाला यहीँ छ होला सायद हजुरमाला खानु परेन होइन 2 दिन 3 दिनमा हजुरमाला खानुपर्छ अलिक घाम गयो अहिले चाहिँ एकैचोटि 2टा हजुरमाला गयो साथीहरू मैले फाइनली रोड क्रस गरिसकेँ अब यहाँ थिएँ हामी नि अब यहाँ टेक्नु पर्ने हो कि मरियो साथीहरू फाइनली हामी ठुलो मम्मीको दोकानतिर जाँदैछौँ सो साथीहरू हामी ठुलो मम्मीको दोकान आइसक्यो हाम्रो ठुलो मम्मीको दोकान चाहिँ यो है एकछिन ल साथीहरू बाटो बनाउँदै आएको सो साथीहरू म फाइनली आइसकेको छु यहाँ दिदीको दोकानमा अनि दिदी यहाँ हुन्छ दिदी कति कस्टमर आउनुभयो त अलिअलि ल सो यो चाहिँ रहेको छ हाम्रो दिदीको दोकान सो टर्न बाई टर्न देखाउँछु म यस्तो र साथीहरू यो चाहिँ हो सो अब दिदीले अस्ति यो अनि दिदीले चाहिँ ल्याम्प भएको रहेछ नयाँ सामान होइन यहाँबाट स्टार्ट गरौँ न साथीहरू यो चाहिँ कस्तो राम्रो लागेको क्या मलाई यो अहिले मेरो क्यामेरा साथीहरू राम्रै आउँदैन कि त्यसैले हो कि नत्र कस्तो राम्रो ल्याम्प भएको रहेछ दिदी यो लिप बाम होइन लिप बाम यो लिप ग्लस साथीहरू यहाँ पनि रहेको छ अझै यो त दिदी यो यहाँ हेर्नु तपाईँले लागिरहेको छ होला यो एउटा उयो खेलाउने भने नसोच्नु होला यो चाहिँ रहेको छ एकछिन ल यो चाहिँ यस्तो राम्रो छ राम्रो क्वालिटीको पाइन्छ यहाँ चाहिँ कस्तो म चाहिँ खासमा यो मन परेको किनकि मेरो फेभरेट कलर हो अब हामी देखाउने छौँ लाबुबुको भेष साथीहरू लाबुबुको भेष साथीहरू यो चाहिँ हो लाबुबु लाबुबुको भेष सो यो चाहिँ कस्तो राम्रो आएको रहेछ है हेर्नु साथीहरू लाबु कस्तो राम्रो डिजाइनको उहाँ पनि छ यहाँ पनि छ कि यो हो साथीहरू लाबुबुको भेषहरू यस्तो राम्रो आएको रहेछ यो चाहिँ कति वर्षको लागि हुन्छ यो हजुर 5-6 वर्षदेखि 10-12 वर्षसम्म 5-6 वर्षदेखि 10-12 वर्षसम्मको लागि हुन्छ त फेरि पनि ढिला नम्बर क्यान्सलमा आइदिनु होला यो चाहिँ हो रहेको छ यहाँ चाहिँ साथीहरू यहाँ चाहिँ यस्तो राम्रो पाइन्छ नि यो पनि लिप ग्लस कस्तो राम्रो के यहाँ त थाहा नै थिएन साथीहरू भित्र नबस्नु भन्नु अनि फाइनल लुक आएको छ यो साथीहरू तपाईँले देखि नै हाल्नुभयो होला
लाबुको भेष लाएको छु अनि मैले लाबुको भेष अघि टिकटक बनाइसकेको छु म यहाँ ठुलो आमाको मलमा देखाउँछु ल साथीहरू तपाईँलाई पक्नु ल मुटुमा मेरो लागि ठाउँ बनाइदेऊ कोतारेर जिउभरि घाउ बनाइदेऊ साउ भन्या जिन्दगीमा बन्दै गरौँला पहिला मलाई तिम्रो बच्चाको भाउ बनाइदेऊ फुक्क पर्या तिम्रो खाइलाग्दो जिउ सर्न देऊ मलाई त्यसमा मायाको जिउ मुटुमा मेरो लागि ठाउँ बनाइदेऊ कोतारेर जिउभरि घाउ बनाइदेऊ साउ भन्या जिन्दगीमा बन्दै गरौँला पहिला मलाई तिम्रो बच्चाको भाउ बनाइदेऊ सधैँ तपाईँले देखि नै हाल्नुभयो होला यस्तो रहेको छ कस्तो राम्रो राम्रो अनि साथीहरू कस्तो राम्रो राम्रो कि यहाँ हेर्नु कस्तो राम्रो अनि साथीहरू अब नाइट ड्रेस पनि ल्याएर नाइट ड्रेसको पनि म टिकटक बनाउँछु अझै यहाँ नाइट ड्रेसहरू कति आएको छ साथीहरू टिकटक बनाउनु धेरै छ साथीहरू टर्न बाई टर्न तपाईँलाई देखाउने छु है अनि साथीहरू तपाईँले रोजेको खोजेको उयो के अरे नाइट ड्रेस आइसकेको छ साथीहरू यहाँ हेर्न सक्नुहुन्छ यस्तो राम्रो रहेछ ट्याक्कै साथीहरू तपाईँलाई जाडोको लागि पनि हुने नाइट ड्रेस गोजी पनि यस्तो खतरा नरम रहेछ क्या साथीहरू ड्राई खालको नरम रहेछ तपाईँ पनि किन आइदिनु होला अब यो पछि अर्को नाइट ड्रेस पनि छ है साथीहरू अनि साथीहरू यो चाहिँ हो नाइट ड्रेस सो अनि आरी फेसबुकमा गएर सबैजनाले भिडियो हेरिदिनु होला किनकि नाइट ड्रेसहरूको भिडियो सबै त्यही छ मेरो पनि छ सबै दिदीहरू दादाहरू सबैको छ आरी फेसबुकमा गएर हेरिदिनु होला है साथीहरू टिकटकमा सर्च गर्नु आरियु फेन्सी भनेर साथीहरू अब अर्को नाइट साथीहरू हामी चाहिँ उयो टिकटकहरू बनाइसकेर गल्यौँ होइन अनि हाम्रो चाहिँ साथीहरू दिदी के हो हाम्रो अहिले ब्रेक टाइम अनि हामी चाहिँ चिया मगाउँछौँ हाम्रो पण्डामी अङ्कलको उयो घरदेखि होइन कस्तो मिठो चिया बनाउँछ हाम्रो पण्डामी अङ्कलले होइन दिदी रेट कति दिनुहुन्छ 10 आउट अफ 10 म पनि साथीहरू 10 आउट अफ 10 ल अब खाम दिस चेस गरौँ ल भनिसक्नु साथीहरू मैले पनि साथीहरू खाएँ ल ठुलो सर दिदी नमस्ते सर दिदी सो साथीहरू मैले चाहिँ मिस्टेकले सर दिदी भनेको छु होइन सर दिदीको चाहिँ दिदी हुँदो रहेछ हाई सर दिदी समी दिदी हेलो समी दिदी हुँदो रहेछ सर दिदी भनेर भएको म रिजल्ट हेरिरहेको मेरो छोराछोरी सो साथीहरू हाम्रो रिजल्ट हेरेर आइसक्नु भएको छ मम्मी यहाँ दोकानै आउनु भएछ अनि यहाँ यो सुरुमा मेरो भाइदेखि स्टार्ट गरौँ ल यहाँ साथीहरू म कन्फ्युजमा छु कि यो फर्स्ट भयो भनेर साथीहरू यस्तो कन्फ्युजमा छु दिदी फर्स्टै भएको ओ माई गड हेर्नु साथीहरू फर्स्ट सबैमा आउटस्ट्यान्डिङ A+, आँखा नखुलेको कि फर्स्ट टर्मको एजमा चाहिँ भएको थियो 5th अहिले भएछ फोर्थ भएको थियो अहिले भएछ फर्स्ट भन्दै थियो मलाई अब साथीहरू यस्तै होइन यो चाहिँ फर्स्ट भएछ अनि म चाहिँ मेरो भाइ फर्स्ट भएछ अनि म चाहिँ साथीहरू अब पहिलेको फर्स्ट टर्मको भन्दा मेरो अलिकति बिग्रेछ होइन थोरै बिग्रेछ होइन अब ए आयो फर्स्ट टर्मको एजमा A+ आएको थियो अहिले ए आयो ठिकै छ थर्ड टर्मको एजमा एकदम राम्रो गरेर A+ ल्याउँछु होइन यो पालि चाहिँ बिग्रेछ तर यो चाहिँ साथीहरू सबैलाई प्रमिस है प्रमिस हजुर तँ भन्नु मात्र पढ्छु क्या म साथीहरू खै यो चाहिँ म यहाँ छक्क पराएको छु यो मिस्टेकली अर्कोको रिजल्ट पेपर आफू पढ्छ नि अर्कोको भन्दा त साथीहरू मेरो फाइनल रिजल्ट पनि आयो अनि म धेरै यहाँ कस्तो भइरहेको छु त्यो पनि ठिकै छ यतिको ल्याउनु मैले पनि तर यो चाहिँ फर्स्ट भएर तनाव छ अब मम्मीले साइकल किनिदिनुहुन्छ होला मम्मी साइकल अब फाइनल इक्जाममा मोटरसाइकल किनिदिनुहुन्छ त्यो सानो बाटबटेनीमा होइन दिदी अनि साथीहरू हामीले साथीहरू हामीले के भन्छ अरे रिजल्ट पनि हेऱ्यौँ रिजल्ट पनि अलिक चटपटी खाएको छ के खानु देखाउनु मम्मी कस्तो मन पनि हेर्नु साथीहरू हामीले चाहिँ रिजल्ट पनि देखाइसक्यौँ अनि रिजल्टमा अब रिजल्ट पनि आइसक्यो सोनार पनि सिधिसक्यो अनि यति नै अब भ्लगहरू लामो छ एडिट गर्नुपर्छ होइन साथीहरू आजको लागि यति नै लट्स अफ माया बाई साथीहरू लट्स अफ माया